भिडियोलाई स्टार्ट गर्नु अगाडि यो क्लिप हेर्नुहोस् है त। हेलो ब्रो, मेरो भोइसलाई चाहिँ राम्रोसँग सुन ल प्लिज। यो आर्चिभमा राखेँ, म डाइरेक्ट बोल्न पाउँदैन, तर यो इन्डस्ट्रीको भित्र एकदमै डार्क कुराहरू चल्दै रहेछ। मेरो रिसेन्ट एक्सपोज भिडियोको बारेमा माथिदेखि प्रेसर आउन थालेको छ, म्यासेजहरू आउँदैछ, इनोसेन्ट नम्बर, कोड वार्निङ। यो जस्ट नर्मल वार्निङ जस्तो लाग्दैन। यस्टरडे पनि मलाई एउटा कल आएको थियो, स्टे इन योर लिमिट भनेर। मेरो कन्टेन्टले के कस्तो मान्छेलाई ट्रिगर गरेको छ मलाई पनि थाहा छ। इफ एनिथिङ ह्यापन जस्ट नो मैले एउटा ट्रुथ टच गरेको थिएँ। अब यत्रो सब सुन्दै गर्दा र देख्दै गर्दा मलाई नि आफ्नो पर्सनल इन्फर्मेसन रिभिल गरेर आफू विक हुनु छैन। सत्य तितो हुन्छ। अझ नेपालमा नेकपा एमालेको गुण्डागिर्दीको त के कुरा गर्ने। कसरी नेपालमा सोशल मिडियालाई पावर बनाएर पोलिटिक्सको डर्टी गेम खेलिन्छ, आउनुहोस् सबै बुझौँ आजको इनसाइड नेपाल प्रोजेक्टमा। बन्दतुलो हतियार बनिसकेको छ। यहाँ ओपिनियन होइन, पर्सेप्सन कन्ट्रोल गरिन्छ। त्यो पनि डिजिटल प्रोपागेन्डा मसिन। कसरी नेपालमा जनताको ब्रेन वास गरिन्छ अनि सत्ताको पावर कर्ल्याप्प खाने कोसिस गरिन्छ। ब्रेन वास गर्नुमा कुनै प्लेटफर्म अनि कुनै क्रिएटरहरूको ठुलो भूमिका रहेको हुन्छ। ब्रेन वास कसले गर्यो, कुन प्लेटफर्मले गर्यो, यो कुराहरूलाई चाहिँ पछि डिस्कस गरौँला। अहिले चाहिँ ब्रेन वास कसरी हुन्छ यो कुरालाई चाहिँ सानो इक्जाम्पलमा बुझौँ है त। अहिलेको हाम्रो प्राइम मिनिस्टर सुशीला कार्कीले रिसेन्ट इन्टरभ्यूमा बोलेको यो शब्द के तिमीलाई लाग्दैन यो शब्द नै झगडाको स्टार्टिङ पोइन्ट हो भनेर? मुसलमानहरूको अहिले हामी प्रवृत्ति तिनीहरूको व्यवहारहरू हामी देख्छौँ। त्यसो हेर्दाखेरि यति अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाड्ने ताड्ने, कतिपय मुस्लिम कन्ट्रीहरूमा महिलालाई आजादी नदिने, पढ्न नदिने पनि अहिले देखिएको छ। तपाईहरूले अझै पनि बुझ्नु भएको छैन भने चिन्ता नगर्नुहोस्, अब चाहिँ मैले क्लियर तरिकाले बुझाइदिन्छु। एकछिनलाई मान्नुहोस्, रामबहादुर र श्यामबहादुर थिए। रामबहादुरले श्यामबहादुरलाई भन्छ, रामे तँलाई थाहा छ माथि त नेताहरूले ठुलो एउटा योजना बनाउँदैछ अरे नि त। अनि श्यामबहादुरले सोध्छ अरे रामबहादुरलाई, के योजना बनाउँदै थिए त्यस्तो भन्न मलाई पनि भनेर। तर श्यामबहादुरले केही पनि भन्दैन। अब रामबहादुरको ब्रेन वास भइसकेको छ। अब रामबहादुरले सोच्नु थाल्छ, अनेक कुराहरू सोच्नु थाल्छ। केही भयो कि क्या हो जस्तो उसलाई लाग्नु थाल्छ। हो, यही टेक्निकलाई भनिन्छ ब्रेन वास। सो मैले यो भिडियो बनाउँदै गर्दा पनि अहिले कति ठाउँमा विवाद भइसक्यो होला। सुशीला कार्कीले मुस्लिमलाई यस्तो भन्यो भनेर कतिजनाको ब्रेन वास चाहिँ भइसक्यो होला। सो अघि न चाहिँ मैले एमाले गुण्डागिर्दी गरेको भन्दै थिएँ। सो जाँदा जाँदै भिडियोमा लास्टमा एउटा अझै प्रुफ हेरेर जाऊ एमालेहरूले पनि कसरी मेनुपुलेट गर्दो रहेछ त। आई होप तपाईँहरूले मेरो कुरा बुझ्नु भएको होला मैले भन्नु खोजेको भिडियोमा के हो भनेर। सो आशा गर्छु भिडियो तपाईँहरूलाई मन पर्यो होला। भिडियो अलिकति पनि इन्फर्मेटिभ लागेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला। च्यानलमा पहिलोचोटि हुनुहुन्छ थाहा छ मलाई, पहिलोचोटि नै हुनुहुन्छ। सो एडिटर कट गरिदे। नाटकै हो, नौटंकी नै हो, यो नौटंकी नै हो।